हेलो वेलकम टु गाइस होइन सबैजनालाई स्वागत छ एकदम चाहिँ आरामै हुनुहुन्छ होला म पनि आरामै छु होइन बाँचेकै छु भन्नुपर्छ अहिले चाहिँ म ठक्क जङ्गल भन्दा नि यो बाटो नै हो होइन बाटो हिँड्दैछु ठक्क अलिक आवाज नराम्रो होला होइन अनि यस्तै छ जिन्दगी चलेकै छ नाटकले अर्को साथीहरू चाहिँ त्यहाँ पुरै ग्याङ्स्टर या यो होइन मेरो साथीहरू चाहिँ पुरै कोही जडिया कोही के गाह्रो छ जिन्दगी होइन अनि बाटो चाहिँ म हिँड्ने चाहिँ यस्तो छ है पुरै सल्लै सल्लाहको बात छिप्पेर होइन लडिएला भन्ने डर मरिएला भन्ने डर गाह्रो छ नि यस्तो बाटो हिँड्नु परिरहेको छ आफूलाई अनि यस्तै रहेछ अनि अहिले चाहिँ म हिँड्दैछु होइन हिँडिरहेको छु ठक्क यस्तो हुनुपर्छ रोडमा ठक्क केरा रोपेर रहेछ होइन यस्तै हुनुपर्छ यतिको चाहिँ हुनुपर्छ रोडको छेउमा केही नहुँदा पनि यसो केरा रोपेपछि हुन्छ नि त ठक्क यसो कहिलेकाहीँ डाइटको लागि हामी ठक्कमा चाहिँ अनि चाहिँ होइन चाहिँ पुरै गर्मी भइरहेछ लास्टै है पसिना देख्न सक्नुहुन्छ तप चुको यस्तरी होइन यी पुरै पसिनाले खलखली हेर्नु सक्नुहुन्छ होइन पुरै आज यो कानमा पानी पसेर क्या पुरै कानमा पानी पसेर पुरै डुङडुङ भित्र मादल बजे जस्तो भइरहेछ मादल बजे जस्तो पुरै भइरहेछ क्या जिन्दगीमा जतिसुकै बाधा आए पनि होइन तिमी आफ्नो लक्ष्य नछोड्नु होइन आफ्नो लक्ष्य चाहिँ कदापि नछोड्नु आफूले गर्ने काम के हो आफ्नो फ्यासन के हो त्यसमा फोकस गर तिमी एक दिन अवश्य सक्सेस हुन्छौ अब पछि सक्सेस चाहिँ हुन्छु हुन्न त्यो मलाई थाहा छैन तर प्रयास जारी गर्नुपर्छ जस्तो लाग्छ मलाई तपाईँहरूलाई कस्तो लाग्छ होइन तल कमेन्ट गर्नु होला होइन सबैको साथीहरू क्या ग्याङ्स्टर रे होइन ग्याङ्स्टर हुन्छ अरे क्या हुन्छ होइन सबैको अरूको साथीहरू ग्याङ्स्टर हुन्छ होइन कोही दादा हुन्छ होइन मेरो साथीहरू चाहिँ मात्र जडिया मात्रै छ क्या जडियाहरू मात्रै छ साथी अब साथी के छ र जिन्दगी मरिलानु होइन 2 दिनको भन्छन् तर जिन्दगी लामो रहेछ होइन जिन्दगी लामो छ त्यही भएर घमण्ड नगरौँ जिन्दगी 2 दिनको पनि हुँदैन 4 दिनको पनि हुँदैन खाने भातै हो सुत्ने खाटै हो अनि त्यही भएर अनि जिन्दगीमा जतिसुकै धनी भए पनि गरिब भए पनि होइन तर सबै समान हुनुपर्छ होइन समानसँग मिलेर बस्नुपर्छ कोहीसँग लफडा गरेर पनि हुँदैन आज लफडा गरेर भोलि अब आवश्यक पर्न सक्छ होइन त्यही मान्छे होइन त्यस्तो घमण्ड नगरौँ क्या म यस्तो छु म उस्तो हुँ होइन भनेर अब अचेलको जमानामा माया भन्ने चिज मरिसकेछ पहिला मान्छेहरू जन्मेको थिए माया गर्नलाई होइन पैसा बनाएको थिए युज गर्नको लागि होइन अहिले मान्छेलाई युज गर्छ पैसालाई माया गर्न थालिरहेछन् क्या मान्छेहरू अब जमाना बद्लिँदैछ होइन जमाना कहाँ पुग्दैछ खाडीतिर जाँदैछ होइन त्यही छर्नेको सिजन चलिरहेछ होइन दुःख गर्न सक्छौ भने कोदालो चलाउन सक्छौ भने आऊ प्लस चलाउन सक्छौ भने मैसँग खेतीबारी गर्न सक्छु भने आऊ तर त्यो खानको लागि मात्रै चाहिँ नआऊ है गइहाल तिमी खाना त म पनि खाइहाल्छु काम गर्न पो आऊ भने त होइन नराम्रो बाटो तिमी कहिले पनि नलाग्नु होइन बिर्सिन्छ भनेर तिमीले कहिले पनि नसोच्नु म जे छु त केवल तिम्रै लागि हो होइन तिमी ढुक्क भएर बस केही वर्ष हराउने छु तिमीलाई लिन तिम्रो घरमा लिएर डोन्ट वरी होइन तिमी चिन्ता नगर के फेरि चाहिँ पहिला म पढेको स्कुल छेउमा आइपुगेँ होइन पुरै म पढ्दा त यस्तो घारीघुरी थिएन अहिले त पुरै है यस्तो जङ्गल भइसकेको छ स्कुल चाहिँ त्यही हो होइन 5 सम्म छ यो स्कुलमा चाहिँ होइन 6 वर्ष भइसकेको छ म निक्लेको गर्दाखेरि म पहिला पढेको स्कुलमा आइपुगेँ है अनि राम्रो थियो पहिला विद्यार्थीहरू पनि डरमै हुनुहुन्थ्यो म पढेको स्कुल हो गाइजहरू। पहिले
अनि टिभी भइहाल्छ नि है। याद आउँछ पहिलेका दिनहरू सम्झिँदा सानोको है। एकदम साथीहरूको बुढाबुढी है गाइस। बुढाबुढी मस्त हेरिरहेछन् है मेरो साथीहरू, मभन्दा सानो उमेरको होइन। साथीहरूको पे भइसक्यो, सिङ्गल चाहिँ मै मात्रकै लास्टै छोरो जन्माइसक्यो। अनि कति 17 वर्षको केटोले, मेरो साथी 17 वर्षको क्या। मेरो साथीहरूले सबैले बेगर छ कि, अब म मात्रै हो बाँकी भने होइन। अलिअलि त हाँस उठ्छ के गर्नु त्यत्रै उमेर। जिन्दगी साथीहरूको छोराछोरी भइसक्यो, तिमी कता छौ मेरो माया भन्दौ त, कहाँ छौ तिमी, आइदेऊ हामी पनि जन्माउँला अत्र घोत्रे छोरा। अनि हल्लाउँदै हिँड्नुला बुढाबुढीसँगै बसौँला, मिठा मिठा कुरा गरौँला, बाजौँला, जुरौँला अरे। अनि मेरो गुनासो चाहिँ होइन, सबै साथीहरूको बिहे भइसक्यो, आएर म मात्रै छु क्या बिहे हुनलाई। के गर्नु जिन्दगी। तिमी छोरी हो तिमीलाई अर्कैको प्यारी भन्ने, तर म छोरा जब म आफ्नो खुट्टामा उभिएँ तब माकुरी लङ्गडासित बिहे गरेर भाग्यो टोक्ने।